जेलमै झन्झन टुट्दैछन् रवि लामिछाने। रवि लामिछाने आज छुट्छन् भोलि छुट्छन् भन्दा भन्दै उनलाई झन् भित्रभित्रै हाल्ने षड्यन्त्र रचिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी मुद्दाको मुद्दा हाल्ने व्यक्तिले नै आफूले नहालेको भनेर केही दिन पहिला सामाजिक सञ्जालमा आइरहेको थियो। तर यो विषयमा कुनै पनि छानबिन भएको छैन। जसोतसो रवि लामिछानेलाई भित्रै कोचेर अरू दलहरू आरामले बचिरहेका छन्। तर रवि लामिछानेलाई भने भित्रभित्रै षड्यन्त्र रचेर उनलाई बाहिर आउन नदिनको लागि चारैतिरबाट हमला गरिएको छ। त्यसो त रवि लामिछानेलाई एकले मात्रै नभएर धेरै नै उनको लागि परिरहेका छन्। अहिले जनतामाझ रवि लामिछानेको विषयमा चासो निकै बढिरहेको छ। उनी कहिले छुट्छन्, के गर्छन् भन्ने खालका आम दर्शकमाझ प्रश्न खेलिरहेका छन्। के वास्तवमै रवि लामिछाने निर्दोष नै थिए त? तपाईँले के लाग्छ? आफ्ना प्रतिक्रियाहरू कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला।